बाजुरीले जनता हेमराज थापालाई पनि बाजुराबाट हराएछौ। म यसमा दुखी छु, म यसमा चिन्ता छु। घर मेरो कर्णाली प्रदेश हो, तर पनि मैले सुदूरपश्चिमको चिन्ता मान्ने गर्छु, किनकि सुदूरपश्चिम र कर्णाली प्रदेश मेरै घर हो। सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा, संस्कृति, शैली, रहन सहन, हाम्रो कल्चर एउटै छ। त्यही भएर बाजुरेली जनताहरू मैले छिमेकीको चिन्ता पनि मान्नुपर्ने हुन्छ र छिमेकीको चिन्ता मानेको छु मैले। अहिले बाजुराबाट हेमराज थापालाई नहराइदिनु पर्ने थियो बाजुरेली जनताहरू, किनकि हेमराज थापा पनि त्यहाँको एउटा लिडर नै हुन्। हेमराज थापा बाजुराको बुलन्द आवाज बोल्ने एउटा व्यक्ति हुन्, तर त्यहाँबाट हेमराज थापालाई कसरी हरायो बाजुराली जनताहरू, खोइ त्यो मैले त केही बुझ्नै सकिनँ। तर मेरो विचारमा त हेमराज थापालाई तपाईँले जिताएर पठाउनु पर्ने थियो बाजुरेली जनताहरू। तपाईँले हराउनु भयो, त्यसमा चिन्ता अलिकति मेरो पनि छ बाजुरेली जनताहरू। दुःख नमान्नु होला, म जायज कुरा भन्छु, दिल खोलेर भन्छु। म एउटा देशको युवा हुँ,